हेलो गाइस, के छ खबर? आज चाहिँ हामी आएको कहाँ आएको भन्दा हामी के गर्न आएको? 2 PM खान आएको, हामी पानीपुरी खान आएको, हामी चकलेट यहाँ छ हैन, नरिवल त्यहाँ टन्ने छ, यो तेल रे यहाँ, यो पानी रे, चाउचाउ रे, अनि अरु अर्को पनि छ यो पानीपुरी गाइस यो अहिले फुला देखाइदिन्छु आएको। अब चाहिँ हामी यस्तो ठाउँमा छौँ, यहाँ एउटा रुख छ, यहाँ यस्तो दामी रुख छ, भ्यू हेर्न सक्नुहुन्छ हैन, यस्तो मजाको भ्यूमा हामी बसिरहेको छौँ यहाँनिर। यहाँ दुईटा एकदम इमानदार केटाहरू काम गरिरहेछन्, म चाहिँ खानी मात्र अहिले एकछिनमा। अनि आई एम नट अ कामचोर, आई एम प्रोफेसनल भ्लगर। यिनीहरूले मलाई भ्लग बनाऊ, तिमी काम नगर भनिदियो होइन, त्यही भएर म चाहिँ अब मौकामा चौका उठाउँदै यहाँनिर। यहाँ के छ गाइस, चाउचाउ नि यत्रो 15 बाहिर चाउचाउ छ, यहाँ सेतान चाउचाउ यहाँ हेर्नु न के छ झन्, त्यो प्याज हेरेको थियो। आज यहाँ आलु पनि छ, यहाँ फेरि सक्छ त कसैले, हामीलाई सक्दैन नि फेरि। यहाँ कतिवटा छ आलु, गर्नु त 2, 4, 6, 8, 10 वटा रहेछ। यहाँ उसले खुर्सानी ल्याएर अरे सक्नुहुन्छ होइन। यता फेरि हाम्रो यहाँ गइरहेछ नि फेरि होइन दोस्त, यहाँ चाहिँ के गरिरहेछ भन्दा त्यहाँ कतिवटा आउँदो रहेछ भनेर हेरिरहेको छ होइन। साबुन चाहिँ 300 रुपियाँको है गाइस, धेरै महँगो चाहिँ छैन। ए हुँदो रहेछ 40-45 वटा, अनि 50 वटा हुँदो रहेछ। अब चाहिँ हाम्रो यहाँ 2 PM हाल्ने कार्यक्रम भइरहेको छ। यहाँ दोस्तले दाउरा धेरै नहाल न, अहिले एकछिनमा नि काम लाग्छ कि। आलु उसिन्नु छ अझै, यार अझै त्यो फुलाउनु छ, यहाँ दोस्तले हालेर। र हाम्रो चाहिँ नवीन सरले अब यहाँनिर पानी फाल्दै हुनुहुन्छ 2 PM को लागि। ओए के गरे, झन्डै झरे मैकला, एउटाको मात्र हाल है, हुन्छ घर लान्छु भइहाल्छ नि, लग न। लास्ट पिरो हुन्छ क्या मसले, मसला पिरो हुन्छ त्यसको। पर्दैन, 2 PM नामै त 2 PM 2 PM। अनि यो के होला हट मसला त होइन, यही त हो नि पिरो। यो यहाँनिर छ मिक्स मसाला, यो पिरो है, त्यो धेरै नहाल ल। यो त सबै हाल्नुपर्छ, एउटा त हाल्ने हो नि। ल हाल सबै एउटा। राम त्यो आलुमा उयो छोपिदिउँ न यार, छोपिदिउँ न आलुलाई, केटाहरू गएन ल। कैसन हो रि यार, देख लो रे, मुखमै पानी हालिया। चाम्चो कति 2-3 होइन, 3टा जति थियो त होइन। कहाँ यो हाल्नु, चाखौँ है त गाई, चाखौँ है त, हेरौँ 1 चम्चा पिरो हाल्नु चाहिँ धेरै पिरो मलाई पिरो छ मलाई। यसको पिरो नि फेरि बेग्लै हुन्छ कि, नमिठो पिरो। राम कस्तो पिरो हुन्छ अरे, नमिठो पिरो। पिरो कहाँ मिठो हुन्छ त मा, यो फेरि पखालेर जानुपर्छ। साथीहरू भर्खर 1:30 भएछ, 11:30 बजी आएको, 2 घन्टाको मेहनत सबैको मुखमा यति पिरो हो कि। अझै उता यहाँ मसला चाहियो। भाइ खोलाको मजा, खोला राम केही बोल्नु छ? न साँच्चै मलाई पिरो भएको छैन नि, फेरि पिरो भयो भन्नु ठाने होला, मैले नाटक गरेँ भने मेरो न बादमा नि लाग्छ नि अब फेरि। खोला देखिन्छु ल म, हामी जाँदैछौँ खोलामा छौँ हामी होइन, यो मनरीको जङ्गल। आज क्याम्पिङ आएको होइन, पार्टी हो यहाँ, माछा केटाहरू है मार।
यहाँ राम्रो छ त्यो हाम्रो यहाँ कुवा हामीले बेस्ट ठाउँ पाएको छौँ होइन कुवाको लागि यो पानी खाइरह पानी खायो पानी खायो पानी हाल्दैन छिटो आज त 1 घन्टै होस् भिडियो तर बनाउने हो दोस खायो पानी नआइदियो भने ल त मिठा बोतल ल त पानी ढिक्दो न सदा ल त भिडियो बनाउनु यार सत पिरोले मलाई के भएको थियो मान्छे हेर्दा सही पचाइदियो भने मिठो मिठो पानी दोस यता हेर न 3 बजी घरै पुग्छ 3:30 बजी हामी आएको चाहिँ 11:30 बजी होइन यिनीहरूले चाहिँ 3:30 चाहियो माछै चाहियो त्यत्रो धेरै 50वटा पानीपुरी छ होइन 100 रुपियाँको त चटपटे छ के छ भन्दा 2टा चाउचाउ होला 4वटा भुजा होला टुपी मगी 3टा सकिहाल्यो यत्रो चाहिँ त्यही पनि यिनीहरूलाई माछै चाहिएको छ क्या माछै चाहियो अचम्म यार अनि हामी चाहिँ यस्तो ठाउँमा छौँ हेर्न सक्नुहुन्छ भ्यू होइन यस्तो यहाँ रुखको सिधा मुनि यहाँ यस्तो खोला यहाँनिर यता साइडमा चाहिँ जङ्गल छ होइन अनि यहाँनिर छ केटाहरू अनि म पनि यहाँनिर छु हेरी नवीन चाहिँ अब यहाँ यो पानीपुरी फुलाउने मैले यहाँ पानीपुरीको मसला बनाउने उसले उहाँ आलु काट्ने सरसफाइ गर्ने अब त्यो गर्छ उसको काम अब यहाँ यत्रो धेरै चाउचाउ भुजाहरू छ अब यो यहाँ खाँदा इनफ हुने भयो नवीन आउनु होला हेरौँ गाइस नवीनले चाहिँ बनाउन थालिसक्यो भुटुटु होइन अब उता हाम्रो साथी त्यता गरिरह यसरी फुल्छ यहाँ हाम्रो दोस्त गर्दैछ काम फुल्यो गाइस फुल्यो बिरे नुन खोइ गधा हो यहाँ खानेकुरा फेरि थोरै छ यहाँ फेरि के गर्नु त ल त चाउचाउ आदि हाल ल बिरे नुन यता छ ल दोस् अघि धेरै एक्साइटेड भएको चाहिँ किन भएको थाहा छ खामै गर्नु हाम्रो यो बनिसक्यो के बनिसक्यो भन्दा यो पानीपुरीको अचार बन्यो यहाँ यति पानीपुरी बन्यो ठ्याक्कै 1 झोला छ गाइस कति 48वटा छ होइन यसलाई अहिले दबाउनुपर्छ अहिले खोइ पानी देऊ हाल्नु पर्दैन यहाँ पानी छ है चोक्टा बनाएर हाल्नुपर्छ नि के हाल्ने खुर्सानी हो क्या यहाँ हाल्छ यो त्यहाँ हालिसक्यो नि दोस्त भयो पिरो हुन्छ नि यार त्यही त पिरो हुन्छ अनि त्यो चक्कुले हो त पिरो हुन्छ कि दोस्त पिरो हुन्छ फर्स्ट पानीपुरी खाइदिउँ नवीन सरले चाहिसक्नु भएछ मैले फर्स्ट भने त मा कसम पसला भन्दा राम्रो भयो क्या है हाम्रो मधु थियो सबैले यो हालौँ त राम जब यतिकै खाएको थियो अब 2टै इनफ भइसक्यो अब म त खाने हो भन्ने फुटा छैले मलाई मात्र खोर्सानी यता हेर न भाडा माझ्दै चाहिँ यो लास्ट नवी अर्को चाहिँ यहाँनिर म त अलवेज पानी उद्यो हाम्रो कस्तो भइरहेको छ भाडा माझेर त्यसको त्यहाँनिर कालो भाडा त्यसले मात्र सकेको छैन भाडा कस्तो कालो देखाइदेऊ न यहाँ पछाडि देऊ त अनुहार देऊ न गाह्रो भइरहेछ कसैलाई भाडा माझ्यो त्यस्तै हो अब सबै काम सकियो होइन हामी चाहिँ घर जान थालेको 11:30 बजी आइपुग्यो 12:30 बजी आइपुगेको यही 4:30 भइसक्यो अहिले यहाँनिर सरहरू पुरै भाडा माझ्दै हुनुहुन्छ यहाँ एउटा अर्को सर यता हुनुहुन्छ म चाहिँ यहाँ बसिरहेको मैले के परिरहेको छु मलाई पनि थाहा छैन यता हाम्रो साथी छ आई डोन्ट नो आई इधर राम इधर साथी इधर क्यामेरा त खतरा हाँस्छ त यहाँनिर यार हेलो के भन्यो हेलो फाइनल्ली हाम्रो आजको प्लान सक्सेसफुल भइसकेको छ भोलि पल्टाउँदै मुख फर्काउँदै
हामी आफ्नो घरपट्टि फर्किसक्यौँ 5 घन्टाको ट्रिप पछि माछा पनि मारियो माछा भन्नुहुन्छ नि ठ्याक्कैमा झिँगा टाउ जत्रो ठुल्ठुलो होइन तर त्यही भए पनि पकाएर खायो मिठै भयो अब हामी खोला पनि थालिसकेका छौँ खोलामा माछा मार्ने खोलामा खाने